वेलकम ब्याक टु माई च्यानल गाइज। हजुरलाई मेरो यो मोटो ब्लगमा स्वागत छ। आज हामी हरैया रुद्रपुर बजार आएको थियौँ होइन। अनि भित्री बाटो जाम होइन, लौसातिर कता कता भन्छ मेरो दोस्तले है गइदिउँ भनेर। तर यार हरियो परियो हेर्दाखेरि त मनै के छुट्टै फिल हुने के। हेर्नु न कति राम्रो छ कि जङ्गल है, फरेस्ट, क्या दामी सिन के, कति राम्रो के, दामी ठाउँ रहेछ यता गाइड। अनि यो मोटो ब्लग भनेको होइन गाइज, मलाई त्यति खासै त थाहा छैन, तर म आफ्नै पारामा बनाउनु लागेको है गाइज। ल जस्ट मेरो एउटा मेमोरीको लागि भोलि बिहान मैले के गरेँ के गरिनँ, कुन ठाउँमा घुमेँ होइन। भोलि बिहान मैले आफूले आफ्नो भिडियो हेर्दाखेरि के आफूले ओ नो म यो ठाउँमा पनि गएको रहेछ यस्तो पनि है भन्ने खालको के फिल हो। अनि मैले एउटा यो हजुरको एउटा जेमेरीको माइक ल्याएको थिएँ, त्यसको अलि साउन्ड क्वालिटी बेटर थिएन। अनि त्यही भएर मैले यो यसको हजुरको बोयोको लिएको होइन। अब वर्ल्डको सबभन्दा स्मालेस्ट माइक्रोफोन के मैले बाई गरेँ हो। अब कस्तो यसमा अडियो आउँछ है। मैले वास्तवमा यो माइक्रोफोन लिने कारण भनेको हजुरको यो मोटो ब्लग बनाउँदाखेरि राइड गर्दाखेरि मात्रै के, नन अदर पर्पोज होइन, ओन्ली राइड गर्दाखेरि है। हल्का इङ्ग्लिस आइदिरहेको बिचमा ल यतादेखि जानु पर्दो रहेछ। अब गाइस कुन स्कुल आयो थाहा छैन है, हेर्नुपर्छ। ल मैले हजुरलाई स्कुलको नाम पढेर सुनाउँछु, ल सुन्नु। ल कुन स्कुल हो यो? श्री शिशु सदन आधारभूत विद्यालय, श्री शिशु सदन आधारभूत विद्यालय, नेपाल सरकारको विद्यालय है यो। हेर्नु ठाउँ, हेर्नु सिन, हेर्नु सिन त दामी छ है, जे भने नि। त्यो मेरो साथीले के भने, राम्रो एउटा क्याफे खुलेछ त्यहाँ जानुपर्छ भन्यो। अनि फेरि कता रहेछ यो, चल्दिउँ न कता हो हेरिदिउँ न भनेर जानु लाग्यो। ल गाइज म हजुरलाई पनि म देखाउँछु कस्तो खालको क्याफे रहेछ है गाइज। हामी अहिले क्याफेको लागि राइड गरेको है गाइज। माया गाह्रो भयो कोदाली खन्नलाई, जान्छु म त लाहुरे बन्नलाई। खै लाहुरे नि भइएन, चाउरे नि भइएन, खै के खालको जिन्दगी त त्यस्तै भइरहेको हो गाइज मेरो गाइज। हेर्नु भैँसी भैयाहरू भन्न नमिल्ने हाम्रो साथीहरू। तर यता पनि खेत रोपाइ भइसकेको रहेछ है गाइज। हेर्नु आहा यतामा हेर्नु त, आज खेत रोपाइ कार्यक्रम रहेछ है हाम्रो यहाँ चलाएर। अनि आज के म घरबाट आउँदाखेरि म, मेरो बाइक, अनि मेरो फोन, अनि मेरो पछाडि एउटा साथी छ है। अनि आज हामी चल्दिउँ भनेर आइदिरहेको। ल एउटा कन्टेन्ट बनाउनको लागि, कन्टेन्ट पनि हुन्छ जस्ट एउटा घुम्न पनि हुन्छ। घरमा बोरिङ भइरहेको थियो गाइज मेरो गाइज। ओ अघि नै मलाई मैयाले कस्तो हेरिदिएर हेर्नु यो रुद्रपुरको जङ्गल हो गाइज, फरेस्ट अफ द रुद्रपुरको फरेस्ट हेर्नु है गाइज। रुद्रपुरको फरेस्ट दामी छ है, कति राम्रो है। यो ठाउँमा बस्ने मान्छेहरू कति शीतल हावा आउँछ होला कि, यस्तो गर्मीमा है यो ठाउँमा क्या दामी ठाउँ छ कि, खतरा मन पऱ्यो क्या। पछाडिको दाइहरूले पनि मलाई हेरिदिइरहेको कि यो खेत रोपाइ हेर्नु गाइज। ल हामीलाई भैँसीले छेकिदिए तर पनि केही हुँदैन, बिस्तारै गइदिउँ न।
हामी लौसामा खुलेको एउटा राम्रो क्याफे खुले है, त्यो ठाउँमा जानु लागेको ल गाइज। हजुरलाई मैले हरेक बाटोमा इच एन्ड एभ्री मोमेन्ट देखाउँछु ल, हेर्नु है। तर जङ्गल क्या दामी के। आन्टीले पनि परेर हेरिदिरहेको फेरि लौ। यो हामी कहाँ आयो हेर्नु। अब यो ताल जस्तो छ हजुरको, यो हेर्नु गाइज। यो मेबी दानापुर ताल हुनुपर्छ ल, गैँडा ताल गाइज। आइएम सरी, दानापुर ताल होइन, गैँडा ताल है गाइज। यो हजुरको गैँडा ताल हो। क्या दामी ठाउँ रहेछ है त्यो ठाउँमा। हेर्नु गाइज, यहाँ बोटिङ पनि हुन्छ होला मेबी है, सायद। ठाउँ त राम्रो छ नि गाइज है, ठाउँ त दामी छ है। तर यस्तो ठाउँमा डेटिङ आउने मान्छेलाई ठिक हुन्छ क्या। एकान्त ठाउँमा आउने केही पनि छैन, मायाको मिठा मिठा गफ लाउने होइन। हेर्नु त्यहाँ कपालहरू, डेटिङ स्पोट गाइज। मेरो गाइज हेर्नुहोस् त्यहाँ डेटिङ स्पोट है। यो ज्यामरी भन्दा अब यो गोको होइन, वर्ल्डको सबभन्दा स्मालेस्ट माइक्रोफोनमा राम्रो खालको क्वालिटीको अडियो आउला जस्तो मैले फिल गरेँ हो है गाइज। अब कस्तो आउँछ अहिले हेर्नुपर्छ, त्यही हो है गाइज। हेर्नु ताल, यो हजुरको गोजेडी ताल भन्छ यसलाई गाइज, गोजेडी ताल राम्रो ताल। यो हाम्रो भाइहरूले हेरिदिइरहेको है गाइज, गोजेडी ताल दामी ताल। गोजेडी ताल होइन ए गैँडा ताल गाइज। मेबी पहिला यहाँ गैँडा आएर दुख्थ्यो होला, त्यही भएर गैँडा ताल राख्यो होला है गाइज। त्यही नै हुनुपर्छ कि। तालको पनि यो मान्छेको जस्तै हुन्छ नि, जानवर अनुसार अब जनावर के, जस्तै हात्ती ताल भयो, जस्तै गैँडा ताल भयो, जस्तै मेबी त्यस्तै गैँडा ताल होला कि। अब जिराफ ताल छ कि छैन है खोज्नुपर्छ ल, म हजुरलाई खोजेर जिराफ ताल पनि भन्छु ल गाइज। शीतल हावा होइन, यो प्राकृतिक ठाउँमा आउँदाखेरि मजै छुट्टै, बेग्लै छुट्टै, मनले पनि शान्त पाउने क्या। वान डे हजुरलाई मैले यहाँ आएर सनसेटको बेलामा देखाउँछु गाइज ल। अब हम लोग जा रहे हैं एक नया कैफे में गाइस। और थोड़ा सा मेरा वॉइस क्वालिटी ये बोयो माइक्रोफोन में चेंज हुआ होगा, क्योंकि इसमें 3 तरीका का वॉइस क्वालिटी है। वन फीमेल, वन डबिंग एंड वन इज नॉर्मल। अहिले म डबिङ गरेर बोलिरहेको होला सायद बेबी। हमारे हेर्नुपर्छ ल गाइस। गैँडा ताल रोक्दै होइन, धान रोप्दा छोडेर आएको हो कि यो कन्टेन्टको लागि गाइस। कस्तो अब दाम नयाँ क्याफे खुले त्यहाँ कस्तो रहेछ है अनुभव गर भनेर आएको है गाइस। कतिको हुन्छ हेर, राम्रो भइदियोस्। भाइहरूले राम्रोसँग ओ
भनिदिइराखेँ ल मेरो मोटिभेसन त माथि माथि के लम्बा लम्बा गइरहेको मेरो मोटिभेसन चाहिँ अगाडि हाम्रो भैँसी हुनुहुन्छ भैँसी महाराजहरू हेर्नुहोस् भैँसी महाराजहरू जय हो ठाउँ त राम्रै ठाउँमा आएको लाग्छ टक्क यहाँ भलिबल ग्राउन्ड रहेछ होइन अब हजुरको यहाँ टक्क एउटा भगवान्जीको मन्दिर रहेछ कुन भगवान्को मेबी यो लर्ड शिवजीको होला क्या शिव मन्दिर रहेछ गैडा ताल अब हामी क्याफेमा हिँडेको गाइड मेरो वाइफ भनेको मेरो गर्लफ्रेन्ड भनेको मेरो बाइक होइन त्यसले मलाई धेरै साथ दिन्छ क्या सबभन्दा धेरै साथ दिनु भनेको मलाई यो मेरो वाइफले हो क्या मेरो गर्लफ्रेन्ड भनेको यही हो क्या गाइड अलि बाटो नै अर्कै छ क्या गाईको नयाँ क्याफे खुल्यो अरे कता खुल्यो रहेछ हेर्नुपर्छ ल हामीले पनि आज हजुरलाई मैले नयाँ क्याफे देखाउँछु गाई नयाँ क्याफे कहाँ रहेछ नयाँ क्याफे हेर्न जानुपर्छ ल नयाँ क्याफे हेर्न जानुपर्छ गाइज मेरो गाइज यो हजुरको गैँडातालको यो यता गैँडाताल वरपरको यो गाउँ बस्ती हो राम्रो छ हामी कहाँ आयौँ भन्दाखेरि गाइज मैले हजुर देखाउँछु यो के हो यो चावल ठकुरापुर समुदाय उपभोक्ता समूह समुदाय तर कति राम्रो ठाउँ के हेर्नु न हरियो परियो के प्राकृतिक सौन्दर्यले भरिएको क्या दामी ठाउँ के कन्टेन्ट धेरै लामो भयो जस्तो लाग्छ फेरि एकछिनपछि म हजुरलाई ट्याकेट क्याफेमा पुगेपछि भन्छु ल गाइज ल गाइज यो झोलुङ्गे पुलको बाटो होइन लौसा जानु लाग्यो हामी क्याफेमा नयाँ खुलेको क्याफेमा होइन यो बाटोमा हिँड्दा हिँड्दै हजुरको यो हजुरको झोलुङ्गे पुल पऱ्यो है गाइज देख्नुपर्छ लामै पुल रहेछ गाइज लामै पुल रहेछ होइन त्यहाँ बिन्दास पारेको पुल रहेछ झोलुङ्गे पुल हजुरको है बिन्दास पुल रहेछ हेर्नु गाइज दामी पुल के दामी झोलुङ्गे पुल आनन्द लाग्यो गाइज बाटो फेरि अप्ठ्यारो रहेछ अब हजुरलाई मैले अब वहाँ क्याफे पुगेर देखाउँछु ल ट्याक्क कस्तो ठाउँ रहेछ है गाइज